Happy day! Subscribe Gardenu Ola Hi. अब घर जाने मात्र झ्याउ लागिसक्यो आप मागेर नि यत्रो आप दे हटिले 1 किलो एउटै आप 1 किलो पार्छ भने एडिट गरेर हेलो साथीहरू, आज पनि हजुरमा फेरि अर्को नयाँ भिडियो लिएर आइसकेकी छु म है। आज नि म यहाँ यतापट्टि दिदीको घरबाट भिडियो स्टार्ट गर्दैछु साथीहरू है। आज चाहिँ मौसम कस्तो दामी भएको छ कि गाइजहरू हेर्नुहोस् न है, हरियाली यस्तो दामी देखेको छ, घाम लागेको छ आकाशमा। हेर्नुहुन्छ होला भने हेर्नु आकाशमा यति राम्रो बादल देखेको छ भनेको हेर्नु, निलो निलो आकाशमा सेतो सेतो बादल। वाउ कस्तो दामी देखेको के, म त कस्तो रमाइलो लागेको मलाई पनि, कस्तो दामी देखेको होइन त साथीहरू। अनि हामी चाहिँ यहाँनिर आप टिप्न भनेर आएको, एउटाले चाहिँ आप त्यत्रो बनाइसक्यो है, आफू मोबाइल चलाएर बसेछौँ। भने यो आन्टी चाहिँ एक नेवार हो नि त, अलिक बिजनेस भन्ने चाहिँ उनीहरूको खुनमै हो के अरे, आन्टीहरूको खुनमै हुन्छ नि। हो मेरो हाँसो चाहिँ कडा छ। आन्टीले अब यही आप बेचेर 1 तोला सुन किन्छु भन्नुभयो। खै अब के हुन्छ तर थाहा छैन। सुन किन्ने भए सुन किनेपछि चाहिँ कार किन्ने भन्नुभयो। कार किनेपछि चाहिँ यहाँ बडामा आएर अध्यक्ष ज्यूलाई साइन गर्न लाउने भनेको छन्। आप टिप्ने मान्छे नि कति धेरै छ। आजै भन्दा हामी आगो आजै हावा पनि चल्दैन। म चाहिँ अब केही सिप नलाएर हाम्रो दुईजना चाहिँ आप माग्दैछौँ। र दिने एउटा मात्रै दिने, अब घर हामी चाहिँ आप नपाएर आप टिपेको मान्छेसँग 1 किलो एउटै आप 1 किलो माग्दैछौँ, खाँदैछौँ। मलाई चाहिँ फेरि राम्रो चाहिने के, घर गएर दिनु भन्दैछ। गयो आपको लागि झगडा परिरहेको। अर्को माग्यो, त्यही रातो माग्यो। मलाई फेरि राम्रो चिज चाहिने कि। अब चाहिँ हामी घर गयो साथीहरू। मेरो भिडियो कस्तो लाग्छ लाइक कमेन्ट सेयर र च्यानललाई सब्सक्राइब गर्न चाहिँ नबिर्सिनु होला भन्दै आजको भिडियो यहीँ इन्ड गर्न चाहन्छु। फेरि अर्को भिडियो हाल्ने छु, हजुरहरूको माझ माया गरिदिनु होला है साथीहरू, माया गरिदिनु भन्दै